राजीव सरले चाहिँ मलाई बिहान बिहान सरप्राइज दियो हैन। R1 हान्दिसकेको छ केटोले। सेट ओए ल अति एक्सपेन्सिभ रहेछ KYT को अहिले चलिरहेको। हेलो एन्ड नमस्ते एजी ब्लग्समा स्वागत छ सबैजनालाई। अनि आज चाहिँ फाइनली धेरै दिनपछि चाहिँ राइड जाँदैछौँ हैन। अहिले चाहिँ अब म हाचेउजी मिटअपको लागि जाँदैछु र पानी चाहिँ पर्दैन होला, पानी नपर्दै त हुने हैन। पानी परेन भने त भइहाल्यो, ठिकै हो। केटाहरू अब कति बजे पुग्छ त्यहाँ? म त 7 बजे भन्थेँ केटाहरूले मिटअप हैन। 6-7 मिनट जस्तो चाहिँ लेट हुन्छ होला, केही छैन, बिस्तारै जाउँ। राजीव सरले चाहिँ मलाई बिहान बिहान सरप्राइज दियो हैन। R1 हान्दिसकेको छ केटोले। ल मेरो ड्रिम बाइक त केटोले हान्दिसकेको छ। अब लास्ट त मेरो टर्न हुने भयो। अब हामी चाहिँ रिकोल्यान्ड जान्छौँ यहाँबाट टोक्योतिर। सो लेट्स गो। पानी पर्छ पर्दैन अब बाटो लिड गर्नेमा चाहिँ केटाहरू कन्फ्युज हो फेरि। फाइनली गाइज अब हामी चाहिँ निस्किसकेको हैन। अगाडि छ 10R म सुशान्तले चाहिँ आज लिड गर्दैछ। अनि हाम्रो राजीव सर हुनुहुन्छ R1 मा। फाइनली केटोले R1 हानेछ हैन। ल सही हो, गर्छ केटाहरूले। बब्बाल देखेछ, अति नै सही देखेछ केटोले चाहिँ। ल अब चाहिँ बिस्तारै भ्लग बनाउँदैछौँ हैन। केटाहरूले ल जाऊ 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 जाऊ। उसको चाहिँ आज फर्स्ट राइड हो हैन बाइक निकालेर। सो आज हामी टोक्यो गइदिउँ भनेर चाहिँ निस्केको। सो मजा आइरहेछ बिहान बिहान। वेदर पनि कुल भइरहेको छ हैन, त्यस्तो गर्मी पनि छैन। सो लेट्स गो। अति नै बबाल रमाइलो हुनेवाला छ हैन। अब हामी चाहिँ रिकोल्यान्ड जाँदैछौँ, टोक्यो बे। यहाँबाट 1.5 लाग्दो रहेछ। सो लेट्स गो। 9:30 बजीतिर पुग्छौँ, तर बिस्तारै रेस्ट गर्दै जाने हो। अनि त्यहाँ पुगेर यसो बाइकहरू देखाइदिन्छु हैन म। अनि बाइक गियरहरू पनि छ सबै। हेलमेटहरू हेर्नु सक्यो मलाई अरू भन्दा नि आज हैन। अनि यहाँ त्यही हो, जाउँ, रमाइलो हुन्छ। अनि भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। केटाहरूले सरप्राइजै दियो यार आज हैन, भनेकै थिएन है केटाले। आफ्नै केटाहरूले चाहिँ बाइक निकाल्दा हैन, नयाँ बाइक निकाल्दा चाहिँ यस्तो खुसी हुन्छ कि। ल केटाहरू अन द वे। अब अझै यहाँबाट 1 आवर जस्तो देखाइरहेछ। यो त अहिले सुशान्तले बाइक चेन्ज गरेको छ, बबाल देखेछ। ल R1 होइन। राजुको चाहिँ ढाड दुखेर बानी नपर्दासम्म गाह्रो हुन्छ केटाहरूलाई। केटाहरू हेर ओगातामा एकैछिनमा कहाँ पुग्छ अनि दामी देखेछ, दामी। केटाहरू अब बिस्तारै घाम पनि लागिरहेको छ होइन। यो बाइक चाहिँ हो क्या, कलर चाहिँ अति बबाल छ यार यो बाइकको। गोल्डन रिममा सही देखिरहेछ। ल यो चाहिँ हो तरिका। ल क्या रिलिफ फिल भइरहेको क्या यस्तो ठाउँतिर आउँदाखेरि होइन। ल अहिले चाहिँ हामी खाना गाउँतिर छौँ जस्तो लाग्यो, कावासाकीतिर होइन। यो चाहिँ हामी पहिला यतै बस्थ्यौँ, बस्न चाहिँ यो एरियातिर पहिला साइकलमै हिँडेको क्या म चाहिँ। अनि यहाँ अब धेरै पछिको राइड भएको छ आज चाहिँ होइन। फाइनली राइडमा निस्किन पाएको छौँ। राजीवको बाइक सेल हानिसकेको थियो, अनि बाइक किनिसकेको थिएन नि त, त्यही भएर राइडहरू गर्न पाएको थिएन। सो फाइनली आज चाहिँ चट्ट हिँड्न पाइरहेको छौँ 3 जना होइन। केटाहरू ओगा त हानिसक्यो, रमाइलो हुँदैछ। अब यहाँबाट अझै 1 आवर जस्तो त रहेछ हामीलाई डेस्टिनेसनमा पुग्नलाई। अब नजिकतिर टोक्यो एरियातिर नै घुमिरहेको हुन्छौँ होला हामी बेसी होइन। ल गाइस अब हामी अलमोस्ट आइपुग्न लागिसक्यौँ। 15 मिनट छ ओन्ली। ल केटाहरू त फेरि बताएको बत्तै हो, अब रुक्ने नामै लिँदैन। केटाहरू हेर न एकैछिनमा अब कहाँ हो कहाँ हो। आज वेदर राम्रै छ, जे होस् बाइकर्सहरू चाहिँ आउँछ होला टन्नै जस्तो लाग्छ मलाई। केटाहरू अब बत्तिन्छ फेरि पड्काउँछ, अब केही सुनेको छैन। सेट कान त पुरै बन्द भयो। फुजी तेरे बिकी के को बिल्डिङ जस्तो लाग्थ्यो मलाई। हो
पहिला म चाहिँ यहाँ गाक्से हुँदाखेरि चाहिँ यतै काममा आउँथेँ क्या टक्क टेलिपोर्ट उतैपा सो पुरानो यादहरू चाहिँ छ मसँग यताको ल अब चाहिँ हामी यहाँबाट जम्मा 6 मिनट रहेछ सो अलमोस्ट आइपुग्यौँ भन्दा नि भइहाल्यो मजा आयो लास्ट कुदाएर केटाहरूले एकछिन त यता गयो भने चाहिँ उता पो भइहाल्यो अब हामी चाहिँ अगाडिपट्टि जान्छौँ यहाँबाट 5 मिनट मात्रै रहेछ माथि फेरि हाइवे भइहाल्यो राजीवलाई अति नै बवाल देखाएको छ तर गर्मी भयो जस्तो छ केटालाई अति नै तातिन्छ नि त R15 भन्ने छ R1 चाहिँ सुसान आएको छैन एकछिन कुर्ने हो कि ल एकछिन सुसानलाई कुरौँ केटो कहाँ गयो ल सुसान पनि आइसकेको छ अब चाहिँ हामी लेफ्ट लाग्नुपर्छ होला यहाँबाट ल आज त छैन त यार बाइक गर्छ नि अर्ली मर्निङ भएर होला पेल्न नि के विधि पेल्यो त नि ल हामी चाहिँ अहिले रेगुल्यान्डमा छौँ केटाहरूको बाइक यहाँ ट्रेनर यहाँ चाहिँ R1 राजीवको ल कडा देखेको छ ल हाम्रो केटाहरू यहाँ रेगुल्यान्डमा अझ बाइकर्सहरू चाहिँ खासै नआएको रहेछ आज होइन एकछिनमा आउँछ होला यो चाहिँ कावासाकीको Z900 RS रहेछ कस्टम त अति दामी हानेर राखेको रहेछ ल आज केही इभेन्ट छ जस्तो छ यहाँ चाहिँ अब गाडी हेर्ने केटाहरू अल्फाइनको कार छ यहाँ कारहरू पनि आउँछ कि 101 ल यहाँ देख्न सक्नुहुन्छ GTR यहाँ चाहिँ टोयोटा हाचिरोको पनि रहेछ ल राजीवको कार कहाँबाट आयो यार यहाँ सही छ नि विल पनि सही रहेछ यो किन्नु नि पोर्से पुरानो हाजिरोको पनि रहेछ नि त उतापट्टि लेजेन्डरी भइहाल्यो त है सही छ नि ल यहाँ चाहिँ पुरानो हाजिरोको रहेछ यता पनि रहेछ टेस्लाको चार्जिङ स्पट पनि छ है यहाँ सट्टा टेस्ला हुनेहरू वे हाजिरोको फेरि बाइक हेर्न जान्छौँ बाइक यता पछाडि पनि रहेछ ओ बुढो बाइक S1000R कस्तो दामी छ यसको आमामा SC प्रोजेक्ट रहेछ फुल सिस्टमहरू होइन यो चाहिँ AGV को पिस्ता रहेछ यो चाहिँ हान्नु मन लाग्यो होइन ल अति एक्सपेन्सिभ रहेछ KYT को अहिले चलिरहेको पनि कलर त मिठो छ त डिसेन्ट कलर रहेछ फेरि यस कार्बन एसएल रहेछ दामी रहेछ माथि डट हेलमेटहरू रहेछ ल यो ब्याग चाहिँ बबाल छ हेरौँ यसो सामानहरू अनि त्यहाँबाट बिस्तारै हामी बाइकहरू हेर्छौँ बाहिर गएर हामी फर्किनु पर्ला यो हो के अरे मैले हेरेको 28 रहेछ यो पनि दामी छ यो चाहिँ सस्तो होला मलाई कति लिटरको हो ल यहाँ चाहिँ ड्याम्परहरू रहेछ यता चाहिँ ज्याकेट खोइ केटाहरू कहाँ छ कलर पनि यता ग्रिन रहेछ यता चाहिँ रेड रहेछ ल स्कटी मोन्स्टर सही छ ल कार्बन 1000R नेकेडमा ल अलरेडी बाइकर्सहरू त टनाटन भइसकेको छ G900 यहाँ CBR पनि आइसकेको रहेछ खोइ यार मेरो सेट त यसले बनाइसकेको छ अलरेडी अब ल कस्तो दामी हेर MT अगस्ट है अति बवाल छ है लुक्स चाहिँ सक्दैन कि यो बाइकसँग कुनै बाइकले पनि सक्दैन यहाँ निन्जा छ हाम्रो बाइकहरू यहाँ छ
ल R1 अति बवाल देखिरहेछ केटाहरूको बाइक 101 छ है बाइकहरू चाहिँ यहाँ ठिक छ नि यहाँ बाइकहरू हेर रमाइलो छ मिठो आउँदो रहेछ यी हो त सिमास नि रेप हान्दाखेरि राम्रो साउन्ड आउँदो रहेछ यो चाहिँ ताता रे ल अब हामी यहाँबाट चाहिँ फर्किन्छौँ ल अब फर्क्यौँ हामी चाहिँ ल रमाइलो भयो आज चाहिँ होइन हल्का बाइकहरू पनि देखाइदिएँ मैले अनि आजको भिडियो चाहिँ अब यहीँसम्म होला इन्ड गरिदिन्छु धेरै लामो हुन्छ होइन लामो भिडियोहरू हाल्यो भने चाहिँ केटाहरूले हेर्दै हेर्दैन होइन त्यही भएर सर्ट भिडियोहरू चाहिँ अब बिस्तारै अपलोड गर्छु सो त्यही नै हो हाम्रो राजीव सरको नयाँ बाइक आएको उपलक्ष्यमा हल्का सानोतिनो राइड मात्रै आज चाहिँ ल स्पोर्ट कारहरू पनि बबाल आउँछ कि यता त फेरि उता पारी चाहिँ उता भयो रेम्बो ब्रिज उता भइहाल्यो यहाँबाट हल्का देखाएको छ केटाहरू फेरि अब कुल्टी मारिहाल्छ सही हो ल अग्ला बेल्टाङ नचला नि नै नो ल बाइकर्सहरू त अब टन्नै आयो बुसा भ्लगमा बोलेको भ्लगमा तिमीलाई देखाउनु परेन त आजको मेन हाइलाइट तिमी हो अनि सरप्राइजै हान्यो नि केटाले यार केही नभनिदियो क्या कस्तो लुकाएर बस्नु सक्यो केटाहरूले सही हो तर दामी बाइक आएको छ अति खुसी लागिरहेछ यार आफूले किने जस्तो फिल भइरहेछ है सही हो ल अब हल्का बानी पार्नु छ केटाहरूलाई बिस्तारै बानी बस्छ पोस्चर चाहिँ अति नै छ बिचरा होइन कस्तो एग्रेसिभ छ मेरो यहाँ माथि छ ह्यान्डल बार उसको उहाँ तल छ क्या कति गाह्रो भयो होला सोच्नु न लङ राइडमा त अलि मुरी नै होला यो बाइक त एकदम धेरै रेस्ट चाहिन्छ क्या सिटीमा यस्तै धेरै जाम हुन्छ भने आउनै मन लाग्दैन क्या ल हाइबुसाले नि क्वालिटी मारिदिएर यार हल्का केटाहरूको क्लोजअप सर्ट लिनु पऱ्यो क्या ल दाम साउन्ड मात्रै सुनौँ न अब केटालाई सही देखा आमा R1को चाहिँ पछाडिबाट यस्तो दामी देख्छ होइन यसको ब्याक भ्यू चाहिँ अति बवाल छ Lions roaring in the morning sun, searching for a longer day. ल सी इन द नेक्स्ट भिडियो बाई बाई पिस आउट अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला लाइक सेयर सब्सक्राइब पनि गरिदिनु पऱ्यो होइन च्यानललाई अनि अर्को भिडियोमा भेटौँ ल लास्ट हातेको है आज त के हो यार
पोल्यो रे उस्तै हो तिमी अग्लो होला तपाईँ त कस्तो पोलेको आमा यो हुरे क्या आज